म चाहिँ यहाँ मौरी हाल्दैछु। हेर्नुहोस् है, पस्दैछ। कस्तो अप्ठ्यारोमा आएर बस्यो अन्त। हे पोसिसक्यो है, पोसिसक्यो। यहाँ हेर्नुहोस् है, पस्दैछ। कहाँबाट आएर बसेछ? यी मजाले पस्दैछ। धेर कोसिस गर्नु पनि परेन है यो मौरीलाई। हेर्नुहोस् न, यति मजाले पस्दैछ। राणा पसेछ। राणा होइन, रानी। मजाले पस्दैछ। ठन्डाले पो त यो त एकदमै। यो अब मजाले पसिसक्यो। कोही मौरी चाहिँ यस्तो हुँदो रहेछ, अब दुःखै गर्नु पर्दैन है। कहाँबाट अब भन्केर आउँदै गर्छ, टक्कै डोट थापेपछि चाहिँ झन्डै आधी गोला जस्तो चाहिँ अब पसिसकेर, आफै पसिसकेर ढकन लगाएपछि चाहिँ यसरी बाहिर गोला लाग्दो रहेछ, बिस्तारैसँगले यसरी पस्दो रहेछ है। कति चाहिँ अब हेर्नुहोस् है, मन परायो नि ढुँडा। अब हेर्नुहोस् त, यसरी पनि पक्रिन सकिन्छ, कुनै एउटा इक्विपमेन्ट्स बिनै मजाले यसरी यिनीहरूलाई नचलाइकन पक्रिनु सकिन्छ। यो तपाईँहरूले मौरी बस्ने र नबस्ने चाहिँ एउटा सङ्केत चाहिँ यसरी यिनीहरूले यसरी काट खानु सुरु गरिसकेको छ। हेर्नुहोस् है।